पछि चाहिँ बनाउनुपर्छ यार। यो भन्दा पनि यसमा एउटा ढुङ्गा बाँध्नुपर्छ क्या। म ढुङ्गा बाँध्छु होइन। सबभन्दा होइन माछातिर भन्दा पनि ऊ माथितिर ध्यान दिनुपर्छ क्या। सो अलराइट गाइज, वेलकम ब्याक टु माई अनदर भिडियो। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला होइन गाइज। म पनि एकदम धेरै सन्चै छु। सो आज चाहिँ मेरो भिडियोको सुरुवात चाहिँ भेरीबाट हुँदैछ। तपाईँहरू देख्न सक्नुहुन्छ अगाडि चाहिँ भेरी छ होइन। अनि मेरो साथमा छ 2वटा बल्छी। म चाहिँ माछा मार्नतिर लागिरहेको छु होइन गाइज। आज चाहिँ घरमा अलिक तनाव हो क्या। घरमा टाइम पास गर्न अलिक गाह्रो भयो होइन। त्यही भएर यसो लाएर अल्छी लाग्यो दाजु बल्छी खेल्न जाउँ भने जस्तो क्या। त्यही भएर म चाहिँ यसो लाएर बल्छी सब्जी खेल्न आइरहेको छु। सो म चाहिँ एक्लै आइरहेको छु कि कोही पनि छैन। आज फेरि चैत होइन। चैतको आज कति 12 गते दसैँ परेको हुनाले चैते दसैँ हुन्छ होइन यतातिर क्या। त्यो दसैँ परेको हुनाले साथीहरू सब घुम्न गएको क्या। त्यही भएर म एक्लै छु। अनि म एक्लै आइरहेको छु। देख्न सक्नुहुन्छ यहाँ भेरीमा पनि कोही छैन क्या। म एक्लै जे होस् एक्लै आइरहेको छु। तर यहाँ अलिक डेन्जर भने के लाग्छ भने पछाडि होइन गाइस, तल भेरी छ माथि कत्रा भिड छ क्या। अनि केही गर्दा माथिबाट एउटा सानोभन्दा सानो ढुङ्गा आयो भने पनि तल खेल खतम, बाई बाई टाटा भन्नेले भेटाउँछ क्या। त्यही हो, माछा पार्न आइरहेको छु। अब माछा के कस्तो पर्छ होइन, माछा पर्छ कि नै। आजभोलि अलिअलि चिसो पनि गएको छैन होइन। खासै चिसो हटाएको छैन। गर्मीको महिनामा चाहिँ माछा एकदम धेरै पर्छ। तर त्यति माछाको स्वाद चाहिँ हुँदैन क्या गर्मीको महिनामा। अनि चिसोको महिनामा चाहिँ माछा खानुको मजा बेग्लै हुन्छ क्या। त्यही भएर माछा पर्छ कि नै केटा हो म चाहिँ हेर्छु। अनि पऱ्यो भने ठिकै छ, परेन भने पनि अब के छ नि त होइन, हिँड्नुपर्छ घरतिर। त्यही हो ल, यस्तो छ क्या मा कसम होइन। तर यहाँ सबभन्दा होइन माछातिर भन्दा पनि ऊ माथितिर ध्यान दिनुपर्छ क्या। किनभने होइन माथिबाट के गर्दा सानो ढुङ्गा आयो भएको क्या तल सक्यो। अनि त्यो म चाहिँ धेरै दिनपछि माछा मार्न आइरहेको छु। पहिला चाहिँ म बुवाहरूसँग आउँथेँ होइन। बुवासँग आउँथेँ एकदम धेरै रमाइलो लाग्थ्यो होइन। त्यही हो, आज चाहिँ एक्लै आइरहेको छु। केही छैन। म चाहिँ अब पुगिसकेको छु मेरो अड्डामा। अनि खेल्ने ठाउँ चाहिँ यहीँ देखियो होइन। किनभने यहाँ एकदम धेरै त्यो छ क्या, ताल जस्तो छ। त्यही भएर यहाँ अनि बगाउँदैन नि त सरललाई, बल्छीलाई बगाउँदैन। त्यही भएर यहाँदेखि खेल्छु म। अनि भिडियो चाहिँ अन्त्यसम्म हेरिदिनु होला। माछा पर्छ कि नै केटा हो त्यो चाहिँ हेरिदिनु होला होइन। ल म चाहिँ लाग्छु अब आफ्नो व्यवस्थातिर। Pulling up black windows once you go down. You must be crazy if you think that I'ma slow down. Don't wanna hear it talking shit from the drama. Keep it coming, I'ma send you to your mama. Mr. Whip, the gun down. Dropping bodies in the place. ल अटिसक्यो होइन केटा। अब म चाहिँ बल्छी देखाउँछु। बल्छी चाहिँ 2टा छ। त्यो एउटा चाहिँ यो होइन, एउटा चाहिँ यो हो, अनि अर्को चाहिँ यो हो। त्यही भएर म 2टालाई चाहिँ एकैचोटि खेल्दिनँ। किनभने एउटा त्यहाँ राख्नुपर्छ होइन। अनि यो चाहिँ गहुँको पिठो होइन। अब माछालाई चारो पनि चाहियो नि त। अब ढुङ्गा बाँध्नुपर्छ होइन केटा। पहिला सुरुमा चाहिँ हामीहरूले यसमा पहिला चाहिँ बल्छीलाई खोलौँ होइन। बल्छी चाहिँ उयो यस्तो हुन्छ क्या। त्यही हो, बल्छी चाहिँ बनाउनुपर्छ यार। यो भन्दा पनि यसमा एउटा ढुङ्गा बाँध्नुपर्छ क्या। म ढुङ्गा बाँध्छु होइन। आज चाहिँ होइन, आज चाहिँ केटा सब माथि गोतातिर गइरहेको क्या। गाउँमा मन्दिर छैन, एउटा खत्ता दामी मन्दिर छ क्या। त्यहाँ बबाल छ एकदम। धार्मिक पर्यटकको लागि चाहिँ एकदम व्यवस्थित ठाउँ छ कि त्यो होइन। टक्क त्यहाँदेखि माथि चाहिँ हल्का एउटा सुम्पे भन्ने ठाउँ छ, जङ्गल पुरै वरपर खतरा जङ्गल छ। बिचमा चाहिँ दामी ग्राउन्ड छ क्या। अनि त्यो ग्राउन्डको बिचमा चाहिँ के बनाएको छन् भन्दाखेरि त्यो हुन्छ नि त के अरे यस्तो के माछा पोखरी जस्तो के टक्क वरबाट घेरबार हालेर बनाएको छ। दामी छ। म चाहिँ गएको होइन तर सुन्याम होइन। त्यो केटाहरू सब आज उतैतिर गइरहेछ, केटीहरू पनि सब गइरह। त्यो मलाई चाहिँ अलिक झ्याउ लाग्यो क्या। त्यही भएर म चाहिँ अल्छी लाग्यो दाजु बल्छी खेल्न जाउँ, भोक लाग्यो दाजु माछा पोली खाम भने जस्तो क्या। त्यो बल्छी खेल्न आइरहेको छु। अनि एकदम धेरै डर लाग्छ क्या यार माथि होइन। झ्यापै एउटा ढुङ्गा आयो भएको क्या, खेल खतम। त्यस पछाडि त्यो हामीले यसरी सुर्के काठो बनाउनु पर्छ। यसलाई चाहिँ यहाँ चाहिँ ढुङ्गा अड्याउनु पर्छ नि त। डुब्दैन नि त बल्छी होइन। त्यही भएर सुर्के काठो बनाउनु पर्छ। मेरो गाँठो चाहिँ बनिसक्यो। अब चाहिँ म यसलाई एउटा ढुङ्गा ल्याउँछु होइन गाइस। ल
ढुङ्गा पनि आइसक्यो तर चस्मा चाहिँ खोलिनु पऱ्यो यार माथितिर हेर्नुपर्छ नि त त्यो ढुङ्गामा चाहिँ हामीले टक्क कस्तो बनाउनुपर्छ भने यतादेखि यता यता काट्या हुनुपर्छ कि खाप बनाउनुपर्छ होइन त्यही भएर यस्तो हो पहिला चाहिँ साथीहरूसँग हुँदाखेरि हामी यहाँ ताल खेल्न आउँथ्यौँ क्या एकदम धेरै मजा आउँथ्यो होइन पौडी खेल्न आउँथ्यो एकदम धेरै रमाइलो लाग्थ्यो आजभोलि साथीहरू कहाँ छन् कोही कहाँ छ कोही कहाँ छ यार जो सोचे जस्तो जिन्दगी हुने रहन्छ होइन केटा हो त्यही हो बालापनमै रमाइलो होइन अहिले त पढाइको टेन्सन छुट्टै छ भविष्यको टेन्सन छुट्टै छ यार तनाव छ अनि त्यस पछाडि चाहिँ हामीले ल्याएको यो गहुँको पिठोलाई एकदम धेरै मुछेर दामी बनाउनुपर्छ होइन म चाहिँ यसलाई मुछ्छु होइन केटा हो मुछ्नु भनेर बुझ्नु त पर्ने हो तर यो त हुनु लागि आयो यसलाई चाहिँ म हेरेर मुछ्छु यार त्यसमा त्यसमा मिसाउनुपर्छ क्या क्यामेरा देख्नु त यार किलो भइगयो यार तर केही छैन म खाइदिइहाल्छु नि यार किलो हो यार मैले एक्स्ट्रा किलो हाल्नु सबै मिल्छ त्यही हो केटा यार पिठो अहिले त्यो ल्याएको पिठो मैले हल्का राखिनँ यार सबै मुछिदिएको किलो भइसक्यो अब एकछिन सुक्न राखेको छु होइन सुक्यो भने अब खेल्ने हुन्छ नत्र फेरि गिल्लोमा जस्तो टिक्दैन क्या त्यही हो भिडियो चाहिँ अन्त्यसम्म हेरिदिनु होला होइन अब के गर्नु यार एकदम धेरै दुःख लाग्छ यार गाइज होइन अब भिडियो सबैले हेरिदिन्छन् होइन तर सब्सक्राइब कसैले गरिदिँदैन त्यही हो अलि चित्त दुख्छ आफूलाई पनि होइन अनि सुरुमा चाहिँ म होइन मैले जब युट्युब सुरुमा स्टार्ट गरेको थिएँ होइन त्यतिखेर वाइटी स्टुडियोमा म दिनमा 10-15 चोटि गएर हेर्थेँ क्या स्क्रोल गर्दै गर्थेँ क्या भ्युज बढायो कि सब्सक्राइब बढायो कि जस्तो लाग्ने क्या होइन तर बढायो हुँदैन थियो त्यही पनि मनले नमान्ने क्या त्यही हो त माया देखाइदिनु होला होइन गाई सबैले युट्युबमा चाहिँ अनि म चाहिँ आजको यस्तै छ भिडियो चाहिँ अन्त्यसम्म हेरिदिनु होला अनि के कस्तो लाग्छ कमेन्टमा भन्नु होला तपाईँहरू पनि कहिले यस्तै एक्लै यस्तो एकान्तमा आएर एक्लै मासु मार्नु भएको छ कि नै होइन त्यसलाई कमेन्टमा भनिदिनु होला अनि म चाहिँ अब पिठो सुक्नको इन्तजार गर्छु त्यस पछाडि चाहिँ माछाको व्यवस्था गर्छु होइन गाइस यही हो माया छ सबैलाई 2 minutes later सो हेर्न सक्नुहुन्छ होइन मैले चाहिँ रेडी गरिसकेँ त्यो ढुङ्गामा चाहिँ सर त्यहाँ चेपिदिएको छु होइन एउटा टुप्पा अनि यहाँ चाहिँ यस्तो गरिरहेको छु अनि त्यही हो अब हल्का पिठो हालेर म चेक गर्छु हाल्छु होइन पछि के गर्छु त्यही हो हेरिदिनु होला भिडियो के कस्तो पर्छ अन्तिमसम्म हेर्नु राइट त्यही हो माया छ तर एउटा प्रब्लम भनेको मोबाइल अड्याउने प्रब्लम छ क्या यार मोबाइलै अडिँदैन यस्तो बनाउनुपर्छ होइन चिकन लेग पिस जस्तो चाहिँ मजाले हाल्छु होइन पहिलो प्राइस 50 नै थियो गाइस अब यो 2 Kita 200 guys. दोस्रो पटकमा पनि ठेङ्गा A few moments later के गर्ने यार केटा माछा परेन यस्तै हो अहिले
आजभोलि चिसै रहेछ क्या माछा परेन यार 10-15 पटक हालेले पर्दैन त्योभन्दा त बरु घरतिर जानु पर्यो अब कहिले अब केटाहरूसँग आएपछि आउनु पर्ला नत्र त खासै माछा पर्ने रहन्छ यार नत्र धन्नै मरेन क्या माथिबाट यार बाँदरले स्याट्टै ढुङ्गा फालिदिइरहेको क्या अनि माछा चाहिँ पर्ने रहन्छ आजभोलि केटा माछा पर्ने रहन्छ खासै मलाई त्यतिकै दुःख मात्र भयो यार अब घरतिर जानु पर्यो केटा हो यस्तै हो माछा चाहिँ परेन अनि भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नु होला हैन त्यस पछाडि अनि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला अब फेरि कहिले भेटौँला नयाँ भिडियोको साथ हस्त बाई बाई चस्मा यस्तो लाउने बाई बाई